हेलो साथीहरू, फेरि पनि नमस्कार छ तपाईँहरूलाई। मेरो सम्पूर्ण सब्सक्राइबका साथीहरूलाई र फेसबुकका साथीहरूलाई फेरि पनि नमस्कार। हाम्रो अहिले देशमा जल्दो बल्दो जुन एउटा गृह युद्ध भइरहेको छ, कुर्सीको लागि, पावरको लागि, पहुँचको लागि, गाउँदेखि सहरसम्मको जुन एउटा होडबाजी छ, पहुँचको लागि, पावरको लागि, यो कुरा त ठिकै छ। तर त्यो साथसाथै जुन देशमा एउटा घुसपेठीहरू बढिरहेको छ, दिनका दिन ओहिरोको ओहिरो आइरहेको छ। तपाईँहरू आफै बुझ्नुहोला को आइरहेको छ भनेर। म नाम लिन चाहन्न। सबभन्दा ठुलो भाइरस भनेको भोलि पर्सि यिनै हुन्। यो भाइरस कोरोना भाइरसभन्दा पनि खतरा भाइरस हो। तपाईँहरू आफै बुझ्नुहोला। यसलाई समाधान गरेन भने सरकारले बेलैमा यो जस्तो विडम्बना र यो जस्तो देश दुर्गतिमा यति मजाले डुब्छ, यति मजाले फस्छ, यो हाम्रो राजनेताहरूले बुझ्नुपर्ने कुरा हो। आफ्नो देशको कुर्सीको होडबाजी त पछि मिलाउन पनि सकिन्छ, तर यो कुरालाई ध्यान दिएन भने, यो भाइरसलाई ध्यान दिएन भने यो भाइरसले भोलि पर्सि हेर्नुहोस् गाउँदेखि सहरसम्म तपाईँ हाम्रो छोरी चेलीबेटी भोलि पर्सि बलात्कृत हुनुपर्छ। काटमार सुरु हुन्छ यहाँ धर्मको नाममा, जातिको नाममा। यो कुरा तपाईँहरूले बुझ्न आवश्यक छ र यो कुरा बुझ्नुपर्ने पनि कुरा हो। नेताहरूले यो भाइरसहरूलाई चाहिँ बेलैमा ठेगान लाएन भने याद गर्नुहोला, तपाईँ हाम्रो छोरा नातिको पालामा हामीले आँखाले देख्न सकिन्छ र बुझ्न पनि सकिन्छ, हेर्न पनि सकिन्छ। यति भन्दै तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ, यो कुरा मन पर्यो भने सेयर गरिदिनु होला, लाइक गरिदिनु होला र युट्युबमा गएर झापा झाँगटोली युट्युब च्यानललाई पनि लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। र यो भाइरसलाई चाहिँ हामी सम्पूर्ण नेपालवासीले चारतिरबाट खेदाउनु चाहिँ पर्छ है। यिनीहरूलाई आश्रय दिनु हुँदैन। एक नम्बरको भाइरस हो यो नेपालको। थ्याङ्क यू, बाई बाई।